good morning. Welcome back to my channel. This is our second day in Houston, Texas. Let's see how it goes. Good morning. Good morning. Hi, सबैजनालाई good morning. Good morning, guys. साथी vlog मा Good morning, baby. Good morning. Yes, good morning. Breakfast गर्न लागेको. उनी थाहा छैन के को हाल्छ छानु माया हो आमा हाँस्दै न कति क्युटी पायो यसको सही है राम्रो देखियो चाहिँ हामी खाना खान लाग्यो हैन धेरै धेरै धन्यवाद दिदी अब रेडी भएर पिज्जा निस्किन लागेको सी यू गाइज गर्मी रहेछ है बाहिर सो है घन्टा टाढा रहेछ साथीहरू गाल्भेस्टन बिच आयौँ है घर फर्किन लागेको अनि त्यसपछि फेरि जान्छौँ ए सरी हामी निस्किन लाग्यौँ है अब यहाँबाट चाहिँ कता खोलेर के भन्छ साथीले धन्यवाद गाल्भेस्टन बिचबाट निस्केर फेरि चढ्न जाँदैछौँ है साथीहरू एकदम ठिक छ टियर्स चाहिँ यहाँ रहेछ है तर हामी चाहिँ उता गयौँ यहाँ अलि सफा रहेछ चाहिँ फेरीमा आइसकेको छ है साथीहरू क्रुज है साथीहरू क्रुज चढ्ने त ए हुन्छ जाम पढ्नु जाने त्यसमा आऊ बाहिर म त निस्किएँ है साथीहरू हामी चाहिँ अब बाहिर निस्केर हेर्न लाग्यौँ अब हामी चाहिँ माथि गएर हेर्छौँ है साथीहरू है साथीहरू कस्तो डर लाग्यो कस्तो रमाइलो सही है हामी यसरी गाडी हुने रहेछ अनि त्यसपछि सबजना हाम्रो यसरी हेर्न मिल्ने रहेछ भाइ कस्तो राम्रो हाम्रो गाडी कुन हो है अर्कोमा जाने सोचेको थियौँ तर त्यहाँबाट युटर्न लिन मिल्दो रहेनछ त्यहाँबाट निस्केपछि यतैबाट जानुपर्ने रहेछ बट द्याट्स फाइन उता टाढा परेर फेरि फर्केर यतै आयौँ है अब फेरि हामी फेरि चढेर फेरि जाने भयो साथीहरू रमाइलो भइरहेको है साथीहरू डल्फिन देख्यो है त्यहाँ डल्फिन देख्यो त्यो अघि कस्तो छुट्टिहाल्यो हामी घर फर्किसक्यौँ है दिदीलाई मिठो चटपट बनाएर खुवाउनु लाग्नुभयो निस्किन लागेको घर आएर हामी फेरि आएर यसो खाजा खाएर अब निस्किन लागेको फेरि
अनि अब भोलि आउने वाटर वाल हेरेर जान लागेको है साथीहरू डाउन टाउन है साथीहरू यो चाहिँ हामी चाहिँ वाटर वाल हेर्न आइसक्यौँ के हो थाहा छैन है वाटर वालै कुनमै रहेछ कि है यतातिर भयो जस्तो लाग्थ्यो सपनिस वहाँ मलाई यस्तो डाउन टाउनमा यसरी हिँड्न कस्तो मजा लाग्छ वाटर वाल भनेको यस्तै रहेछ मलाई चाहिँ खासै त्यस्तो केही नै लागेन है यो वाटर वाल चाहिँ साथीहरू वाटर वाल भनेको त तर एरिया चाहिँ राम्रो रहेछ कि आएर बस्नलाई कस्तो आनन्द बट नट द्याट इन्ट्रेस्टिङ हो किन लागेको खासै केही इन्ट्रेस्टिङ लागेन यहाँ मलाई के अरे घाम पनि अब राति भइसक्यो नि त फोटो खासै राम्रो आएन नि त्यही भएर तिमीलाई कस्तो लाग्यो पाटो नट ब्याड ओके लाग्यो अब फर्केर अब इसाको मामा घर जाने है हामी चाहिँ अब हामी मिठाई लिन पसेको इन्डिया मार्केटमा कुल्फी खानु आएको अब साथीहरू हेलो गाइज म चाहिँ दुबई भाइरल चक्लेट ट्राई गर्न जाँदैछु कस्तो हुन्छ रहेछ है रहेछ अलिक सानो रहेछ सुरुमा चाहिँ सप्लिसलाई खान परिसक्यो अरे त्यही भएर यहाँ सप्लिसलाई चाहिँ गाह्रो छ है फेरि यहाँ साथीलाई दिइहालौँ है त साथीहरू अब यहाँ ट्राई गर है त एउटा मलाई कतिखेर दिन्छु त नि नट ब्याड मलाई चाहिँ तपाईँले खासो मन नपर्ने भने इन्ट्रेस्टिङ लाग्यो है साथीहरू ल खाउला मलाई पुरो होइन राम्रोसँग हामी चाहिँ रिसाको मामा घर आइपुग्यौँ कति रे अपार्टमेन्ट नम्बर 17 अब यहाँ 2 छ होइन हामी आइपुग्यौँ है साथीहरू अब साको मामा हुनु अपार्टमेन्टमा आइसक्यौँ यता रहेछ कस्तो गर्मी नमस्ते मामा माइजूसँग भेट भयो मरेको झगडा गऱ्यो होला केटीसँग सियर भेट खुसी खुसीसँगै पऱ्यो होला चाहिँ हामी खाना खानु लाग्यो सानो बाबु चाहिँ हेलो सानो बाबु चाहिँ हल्का लजाउँछ साथीहरू ल खाना खाऊँ है मामाले टक्क लाएर घिउ खाना माइजू थ्याङ्क यू हामी चाहिँ खाना खानु लाग्यो है साथीहरू अब मेरो चाहिँ बुद्धि बङ्गाला दुखेर खानै मिलेन आज मामा घर आएको दाँत आउन लाग्यो यहाँ बुद्धि बङ्गाला आउँछ कि सिधो थाहा पाइसक्यो आइसक्यो अब त यो चाहिँ सिसमको फेभरेट तामा हो है साथीहरू त्यही भएर हामी सबैको मैले खान्छु भने यहाँ चाहिँ अब भोलिको प्लान हुँदैछ भनेर भोलिको प्लानमा म टेन्सन लिनु पर्दैन हल्का सल्का त्यही डिनर चासा खायो अनि त्यहाँ गयो यहाँ चाहिँ मस्त हामी यहाँबाट बिहान पहिला भन्थे नि बिहान उठेर पढ्यो भने बन्द मान्छेले लास्ट बसाउनुमा भिडियो गरेको बन्द हामी सुत्न लागेको है सबैजना थ्याङ्क यू सो मच फर वाचिङ माई ब्लग एभ्रीवान बाई सपनिस हजुर बाई भन्देऊ बाई